बहुत गर्मी है तेरे में। वही मुझे गर्मी में पौडी खेल्न जाम जाम होइन म त हिँडिहालेँ सिधी घाटमा पुर्याएन मुला त आइसोस् र पक्रिनलाई मजाक नगरेर ठोके गरिमा सिरियस हुन मिल्दैन नि त्यही भएर मजाक गरे यार कस्तो खतम ठाउँमा रुम लिएछ भने नि कोठा पनि तातेर भट्टी जस्तो भइसक्यो कहाँ भट्टी हुनु भट्टी भए त हल्का टुच्चा लाउनु पाइन्थ्यो गरी भयो थियो कि ए मूर्ख मैले कहाँ जाँडको भट्टी भनेको हो त अच्छा के को भट्टी भनेको त रक्सीको होइन यो कोरिया इटा भट्टी भनेको त्यहाँ कस्तो तातो हुन्छ इटा भट्टी पनि तातो हुन्छ र सिमेन्टको बनाउने होइन इटा कहाँ हुनु सिमेन्टको इटा त माटोको बन्छ माटोको ए हावा कुरा नगर माटो पनि त्यति डह्रो हुन्छ जाँठा हो क्या मुला भट्टीमा माटोलाई पकाएर इटा बनाउँछन् गर्मीले हामी पनि इटा जस्तै भइसक्यौँ बाजी हान्ने हो मुला माटोको इट्टा हुँदै हुँदैन तैँले कहाँ देखिस् र हाम्रो बाउले जानकारीमा अनुरोध गरिहालेछु तेरो लौडे बाउ पनि विश्वासिलो कहाँ छन् र हौ चुपलाग बढ्दा बोल्छस् बरु गर्मीलाई भगाउने केही उपाय लगाएन केही जुगाड खोज्नु पर्छ फेरि डेन्जर आइडिया नदे है डेन्जरमै मजा हुन्छ तेरो तार चुडियो कि के हो तेरो जस्तो तार हो र चुडिनलाई मेरो त बिजुलीको तार हो होला कुन दिन चट्याङ हानेर तार सर्ट हानिदिन्छ अनि थाहा पाउँछस् साले चुप भन्नु माने नलाग्न चुप लुतीको पोइ कोलुत्ती जे पाए त्यही बोल्छस् कुत्ते त्यो त मलाई थाहा छ नि केटा तँलाई किन भन्नु उठाइए न को बोलेको साला राडीको छोरा मलाई चिन्दैन आवाज सुन्दा त बोकाको जस्तै छ थुक्क खाते आफ्नै बाउलाई चिन्दैनस् ओहो खाइस गर्मी त धेरै छ के गर्ने अब काटन हल्लाम न काटन कार्टुन हल्लाएर पनि हुन्छ र बरु हामी नै हल्लिएर बसौँ न यत्रो कसरी हल्लिने त हामी 2 प्याक लगाऊँ न रन हुन्छ अनि हल्लिने लर्याङ लर्याङ हैट घरबेटीले चाल पायो भने निकाले दिन्छन् जाटा निकाले अर्को एसीवाला रुम खोज्नु पर्छ अच्छा कसले दिन्छ र रुम हामीलाई रक्सी न त नखाम खाम खाम आज एकचोटि मात्र हो भोलिबाट मजाले पढ्नु पर्छ हो र खाने भए पनि खाम गर्मी त कम हुन्छ त्यसो भए रक्सी किन्न जाम हिँड ल जाने भए जाम ल बराबरी हाल है मुला त बाहुनलाई यति भए हुँदैन र बासाले भेट्छ कि के हो नभेटे त किन खानु पानी खाए भइगयो नि गर्मी त झन् भयो त यार रमरम पार्छ त हो त है गर्मी त बढ्यो रक्सीले त नहुने रहेछ के गर्ने अब कार्टन हल्लाउने होला ला काटन राडीको छोरा त्यसरी पुरै काटन हल्लाउने होइन क्या बुद्धु टुक्रा हल्लाउने हो रक्सी लाग्यो कि के हो कहाँ लाग्छ रक्सी सुँगेको भरमा सुगेको भए रक्सी कसले खाए त जाटा तैँले खाइस् होला नि साले बराबरी खाएको होइन पैसा पनि बराबरी भाग लगाउने हो अहिले तैँले तिरि गइस् मलाई के मतलब धेरै हावा नबोलै कुट्टै खालास मुजी उठ्छस् तैँले छोएर देखा त अनि के भनेको त अलिकता हुन्छ नि यार खत्म चुप्लाक थाहा पाए ल बरु भन् गर्मी कसरी कम गर्ने पानी हालौँ टाउकोमा अलि शीतल हुन्छ के हालौँ टाउकामा जुम्राले खाइसक्ला जुम्रे मुर्दा त ठोके भन्न के गर्ने अब अलि धेरै हालम नखाँदैन धेरै पानी हुनु पर्यो नि आज आएको पानी कति दिनलाई पुर्याउनु पर्छ ल त्यसो भए फ्यान चोर कसको फ्यान चोर्ने त कलेजमा प्रिन्सिपलको छ त्यही उडाइदिउँ न प्रिन्सिपल बुढा त कडा छ यार थाहा पायो भने मार्छ घरमा कल हानिदिन्छ कसको चोर्ने त भन्न अरू केटाहरूको छैन फ्यान खै त एकछिन सोचौँ सोच आइडिया के आइडिया अलि यता आइज त अरूले सुन्छ हल्ला गर्न हुँदैन के ल भन्न अभी बदत है भाई अभी बदत है त्यो पल्लो कोठाको दिदीको छ त फ्यान थाहा पाइन् भने मारिहाल्छिन् नि मुला यसो गरौँ न त्यो दिदी भाडा माझ्न बाहिर जान्छन् अनि त फुत्त गएर लिएर आइज न म त जाँदिन मार्छन् जा जानु र भन्या जा एक बार धोका खा चुका ल गए त बसिराख है त ल दिदी आइन् भने म खोकेको जस्तो गर्छु त भाग है कोरिया ल ओहो यार फ्यानको हावा त मिठो हुँदो रहेछ तर करेन्टको झड्काले झन्डै मरिन हो नि शीतल भयो तर मरेको भए झन् ढुक्क हुन्थ्यो म चाहिँ मरेको भए म त 3 छाक मासु भात खान्थे सीमा टोक्ने त भुतिया जाँठो केही खाँदैन थिस् त चुतिया धेरै नबोल यो कुरा छोड मायाकुरी ल ओइ केटा तँ दिदीले फ्यान खोज्दै आइन् भने त मार्छिन् के गर्ने है कुरो त हो लुकाउने पनि ठाउँ छैन के गर्ने बात त सही है
ल यसो गरौँ के गर्ने त्यो दिदीको फ्यान सेतो छ यसलाई रङ लगाएर रातो बनाम टेन्सन खत्तम सोध्यो भने हामीले पनि फ्यान किनेको भन्नुपर्छ ल त्यसै गरौँ न त ओ मागो टुरुला ल अब त ढुक्क भयो फ्यान आफ्नो पारियो वो अलग ही लेवल का बंदा पछि पढाइ सकेर घर जाँदा आधी पार्नुपर्छ है पार्छस् उहाँका आदि आइडिया लगाउनेमा अहिले के चिज गर्छस् म लान्छु ओए रोन्डा फ्यान बोकेर ल्याउने म लान्छस् तैँले मैं गाली नहीं दे सकता अहिले चोरेर ल्याएको त हो नि त्यो दिदीलाई भनिदिउँ नाठा चोर्न लगाउने त हो नि म पनि भनिदिन्छु ल छोड त्यो कुरा त्यति बेलै हुन्छ ए भाइहरु मेरो फ्यान हरायो कतै गयो देखेको छ तिमीहरुले देखेको छ यी यो त होइन